वेलकम टु माई मिनी ब्लग। आजको ब्लग चाहिँ मिना दिदीको बर्थडे स्पेसल। मिना दिदीको बर्थडे थियो नि त आज चाहिँ, सो मैले एउटा सानो स्पेसल केक लिएर गएको थिएँ दिदीको लागि सरप्राइज। अन्त हामी सबैजना स्टाफहरू मिलेर चाहिँ दिदीको केक काट्यौँ सबैजना भएर। केक काटेर चाहिँ सबैजनाले खायौँ। त्यसको बादमा चाहिँ दिदीलाई खदाहरू लगाइदिनु भयो नि त, सबैजनाले खदा लगाइदिनु भयो। त्यसको बादमा हामीले फोटो खिच्यौँ। फोटोहरू खिचेर चाहिँ हामीले केकहरू खायौँ। त्यसको बादमा चाहिँ हामी खाजा खानु गयौँ। ठिकै लन्च टाइम भएको थियो नि त, सो हामी माथि पुगेर खाजा खानु गयौँ। बर्थडे गर्ल हुनुहुन्छ होइन। हेलो ह्याप्पी बर्थडे दिदी। थ्याङ्क यू सो मच। आज दिदीको बर्थडे। यता दिदीको यहाँ कुनै को चिन्दैन हामी होइन, हामीसँग जबरजस्ती आएको। हामी चाहिँ मिना दिदीले आज ट्रिट दिनुभएको थियो खाजासाजा खाएर। हामी चाहिँ एकछिन यहाँनिर लन्च टाइम हो नि त अहिले चाहिँ। केकै बनाइदिनु आज म घरबाट आउने बेला पनि खाएको। हामी चाहिँ एक राउन्ड लगाएर चाहिँ होइन लन्च टाइम सक्छ अन्त चाहिँ अफिस जान्छौँ। गरम आज त यति बेसी घाम छ आम्बो। आज एकछिन र मैले सल्लाह गरेर लुगा लगाएको नि त रेड रेड। फोन गरेको थिएँ नि त मैले रेड लगाएर भन्नु है ओइ। झन् जुत्ता चाहिँ ल। सो हामी अफिस आयौँ अन्त थ्याङ्क यू सो मच फर वाचिङ। सी यु इन माई नेक्स्ट ब्लग।